आज यो जंगलमा हामी यतै बस्नेवाला छौँ, यतै खानेवाला छौँ, यतै सुत्नेवाला छौँ। हाई गाइस, फेरि पनि स्वागत छ। हामी पनि फेरि आइसकेको छौँ क्याम्पिङको लागि। अस्ति नैकै ठाउँमा फेरि ट्राई गरौँ भनेर आएको। अनि हाम्रो यहाँ केटाहरू छन्, सामान हाम्रो त्यहाँ छ, रिङ लाइट, सार्भिङ पानी पर्न सक्छ नि त, त्यही भएर अस्तिको चाहिँ हाम्रो प्लान सक्सेसफुल भएको थिएन। अब आज है, आज गाइस हामीले चाहिँ दाउरा साउरा लिएर आइसक्यौँ। उतै तल रहेछ। अनि यहाँ दाउरा अहिले पुगेन भने फेरि लिएर आउँछौँ। त्यही हो दाउरा। अनि हामीले चाहिँ यहाँ पनि टेन्ट हाल्छौँ, हेरिया पनि टेन्ट हाल्छौँ होइन। टेन्ट हाल्नुको भिडियो यहाँ गर्छौँ। अनि त्यसपछि यहाँ हाम्रो सब सामानहरू छ, त्यो टेन्ट छ। अब टेन्ट हाल्छौँ हेरिदिनुलाई गाइस। गाइज हामीले फेरि टेन्ट पनि हालेर भ्याइसकेको छौँ। हामीले अब लगभग आफ्नो काम चाहिँ भ्याइसकेको छौँ। अब खाना बनाउने अनि खाना खाने अनि सुत्ने त्यही मात्रै काम हो। अदर हुनु लाग्यो अब त्यही हो। अनि आज हाम्रोमा चाहिँ हाम्रो क्यामेराम्यान चाहिँ सन्देश हुन् है, प्रायः सन्देशै बस्छ। यसलाई ल सबै झोला भित्र राख्नु पर्यो। ल राख त। हामीले चाहिँ यहाँ चुलो बनाउने निर्णय गरेको छ है। त्यसको यार कि ढाड दुखेको गाइस आज। ल अब बनासी बेटा। हामीले आगो पनि बालेर यहाँ आगो भइसकेको छ। अनि त्यसपछि आगो ताप्नु मुडाको, बास सुन्नु बुढाको भने चाहिँ हामीले चाहिँ आगो मुडाबाट बालिसकेको छौँ। त्यही हो। अब हामीले यहाँ खाना बनाउँछौँ अनि भिडियो देखाउँछौँ हजुरहरूलाई है। ल अब करेन्ट चाउचाउ बनाउनको लागि रेडी गरेको छौँ है। रुक रुक रुक। बाहिर निकालेर हाल्न कहाँ आएँ हाल्न खतम मैले। रुक रुक करेन्टले हो त यामा। करेन्ट चाउचाउ गाइस, करेन्ट चाउचाउ करेन्ट चाउचाउ हामी बनाउँछौँ गाइस। करेन्ट चाउचाउ साथी भएन केटाहरु। त्यही हो। ए आमा नछोरे काफी नखाऊ यार, एपेन्डिक्स लगेर भोलि हामी काफी खाइदियो। यहाँ गाई चाहिँ करेन्ट चाउचाउ चाहिँ रेडी भएको छ यता चाहिँ। अनि यता चाहिँ गजबको पिरो चाउचाउ बनाउँदैछौँ। अनि अन्डा उसिन्दैछौँ। यहाँ हेर त्यहाँनिर यहाँ हुँदैछ। अब हामीले चाहिँ यो उस गरेर टक्क पारामा खान्छौँ अनि च्यालेन्ज गर्छौँ है गाई। हामीले चाहिँ यो करेन्ट चाउचाउ चाहिँ च्यालेन्ज गर्छौँ होइन। आफ्नो प्लेटमा राखेर च्यालेन्ज गर्छौँ कसले छिटो खाने हुन्छ। अनि त्यही हो च्यालेन्ज गर्छौँ। त्यही हो अहिले देखाउँछौँ है। ल हामी चाहिँ यहाँ छौँ। अनि करेन्ट चाउचाउ बनाएर अनि यो चाहिँ सुपहरू चाहिँ यहाँ हाल्दैछौँ है। त्यही हो। अब अन्डा यता छ, अन्डा यहाँ छ। अनि हामी यहाँ भाग लगाएर चाहिँ अनि च्यालेन्ज गर्नु त्यहाँ बस्छौँ। अहिले यो हाल्छौँ छिटो। अनि त्यसपछि उसको त अँधेरो हुन लागिसक्यो नि त। गाइज हाम्रो चाहिँ च्यालेन्ज स्टार्ट हुन लागिसकेको छ। गाइज हाम्रो चाहिँ च्यालेन्ज स्टार्ट हुन लागेको छ। अनि यहाँ अन्डा छ सबैको होइन। अनि कोक छ। अनि हामीले चाहिँ चाउचाउ चाहिँ खारै भ्याउनु पर्यो, अन्डा पनि खारै भ्याउनु पर्यो, कोक पनि खारै भ्याउनु पर्यो, सब खारै भ्याउनु पर्यो है गाइज। ल अब हामी मुखडै भ्याउनु पर्यो। सन्देश त बहुत पोल्ने भयो है आज त। ल आज पेट दुख्ने है केटाहरु। आफू हो त्यो तानो है।
म त तातबाट तानी बरु यार खस्यो भने खाँदा खाँदा ल गाइस गो सम्झेन आफूहरूलाई त्यति राम्रो मलाई मलाई के भन्नु Kuha ba niya? Sudah sampai mula. Ala. Second. Oh, asal gimana sih? Lakukan ini. Ini full air mereka taruh. Mario. Dan satu anda apa ada yang mana? Mau pas lagi kuam ya itu. Koran. Lah tawil las. Koran balik lah. Ayo her ya. Balik ya her ya. Tuh udah dari pohon. Kamu tuh yang testo. यार पोखिया गरिदियो गाइस दुई जनाले माडा माछा नै अब फासा सेकेन्ड लाग्ने ल हेर्नु गाइ कति पोखिया ल्याएर देखाइदियो त्यहाँ यो आफै पोखिया यहाँ आधा रे ल हेर यत्रो बचाउँछ हामीले यहाँ कति पोखिया मेरो चाहिँ भयो डेभिडको फिरो अरे तर यसले भाडा मार्नु पर्छ किन दुई जनाले हेर्नु त रद्द भयो कि न दुई जनाको चाहिँ ल गाइस म चाहिँ लुजर है म चाहिँ सोचेकै थिइनँ कि हार्छु भन्ने सोचेकै थिइनँ तर केटाहरूले जितिहाले करणले त्यहाँ पोख्यो त्यही भएर यो गेम चाहिँ भाडा चाहिँ हामी दुईजना मास्नै पर्छ किनकि उसले पोख्यो नि त त्यही भएर त्यस्तो भयो केटाहरू यहाँ विनर क्यामेराम्यान छ तर गाइस मेरो धेरै चाहिँ पोखेको थिएन के भन्नु जे भने अब त्यो पोखेछ मैले पहिला भनेको पोख्न पाइँदैन भनेर मैले त्यहाँ अगाडि उतै भनिसकेको थिएँ तर त्यो पहिले पोखेको तर है धेरै रात परिसक्यो रात छिपिसक्यो गाइस अब चाहिँ लाइट छिपिए छैन गाइस त्यही अब हामी यसो त्यस्तो छ होइन रातभरि अब टेन्ट भित्र हुन्छ यो है ल गाईको उताको भ्यू देखाइदिनु ल भ्यू हेर्नुहोस् गाइस बब्बाल छ यार जुम त हल्का राम्रो क्वालिटी आउनु गाइस अब हामीले चाहिँ करेन्ट पनि खायौँ अब हामी चाहिँ मासु सासु पकाउँछौँ अनि मासु रुचिएर पनि खान्छौँ खान चाहिँ सक्दैन होला त्यही पनि थोरै खान्छौँ है अनि आज चाहिँ सन्देश फर्स्ट भयो अनि डेभिड भाइ सेकेन्ड भयो त्यसको लागि प्राइज पनि छ हामीसँगै यहाँ है हामीले अघिदेखि अब प्राइज पनि छ अनि हामी भाडा पनि माग्छौँ कि गाइस यो 5 रुपियाँ चाहिँ 5 रुपियाँ सेकेन्डलाई फर्स्टलाई चाहिँ 10 रुपियाँ है ल यो फर्स्ट हो नि चाहिँ यिनलाई चाहिँ ल कङ्ग्रेचुलेसन है ल अनि उसलाई चाहिँ यिनलाई सेकेन्ड है म हारेको मान्छे हजुरलाई 5 रुपियाँ दिएँ तिमीलाई 10 रुपियाँ दिएँ होइन अनि अब हामी भाडा साडा माझ्नु पर्छ अनि हामीले पकाउनु पर्छ कि मैले करणले पकाउनु पर्छ मेन चाहिँ किनकि हामी हार्यौँ नि त अघि त्यही भएर चाहिँ हामीले पकाउँछौँ यिनीहरू चाहिँ यिनी चाहिँ क्यामेराम्यान हुने चाहिँ यिनी फर्स्टै क्यामेराम्यान हुनु अब त यिनले केही गर्नु पर्दैन ल गाइज अब चाहिँ 7:30 भइसकेको छ है अनि यहाँ चाहिँ डेभिड चाहिँ यहाँ टमाटर काट्दैछ यता त ल मासुको लागि चाहिँ यो चाहिँ
यता करन हेलो के लाग्यो तिमीहरू भन त हामी चाहिँ गाई जब यहाँ मासु पकाउनु लाग्यो किनकि हामी हारियो त्यसै कारणले लु अशोक यता छन् गाई जब हामी मासु पकाउँछौँ हामी चाहिँ अब भिडियो लामो नि हुन्छ अनि छटछट पकाउँछौँ पकाइहाल्छौँ अधेर नि हुन्छ अब पकाउँदाखेरि देखाउँछौँ है त ल चाहिँ यहाँ मासु पकाउन रेडी छ मासु छ यहाँ अनि केटाहरू यता काम गर्दैछन् अनि यता पाउनु पनि रेडी भइसक्यो अनि अब आठ पनि गर्न लाग्यो क्या अब ठ्याक्क 8 बज्न लाग्यो अब हामी चाहिँ मासु पकाउँछौँ अनि त्यसपछि खाँदै भिडियो बनाउँछौँ एकैछिन अनि त्यसपछि स्लिपिङ गर्छौँ बिहान उठ्छौँ बिहान उठेर चिया नास्ता खान्छौँ अनि त्यसपछि बिहान झोला बोकेर हामी घरतिर लाग्छौँ होइन त सन्देश ल गाइस चाहिँ गाइस म चाहिँ कुक बनेको है यहाँ हुँदै भन्दिनँ यो सन्देशहरूले पकाएको पनि क्यार पकाए अब जस्तो पनि खाने बना खाने जस्तो भयो ग्रेभी बना खान टक्क राम्रोसँग भुटेको त छैन त्यही पनि अब जस्तो पनि चल्छ नेपालमा भनेर बस्छौँ मासु पाक्छ चिउरा मासु खान्छौँ पापड खान्छौँ चाउन खान्छौँ जस्तो कि बस्छौँ हेलो हेर्नु गाइस टेन्ट चाहिँ त्यहाँ छ हेर त गाइस यता यता हेर्नु त गाइस ग्रेभी त भयो गाइस त एकछिन पकाउनु पर्यो अनि गाइस अब हाम्रो चाहिँ मासु रेडी भइसकेको छ हामी मासु हाल्छौँ है यहाँ सबैलाई मिलाएर हाल्छ म चाहिँ कस्तो कस्तो खाने भने केटा यहाँ अब सबैले खाँदै ल है अब यहाँ अब खाएपछि भेट्छौँ हामी त्यही हो ग्रेभी त डह्रो भयो यता चिउरा भयो ल यता मासु चम्चा हटाउ अशोकले खाएको खाइ हो चम्चा गाइस हामी चाहिँ अब खान लाग्ने सब्जी खान्छौँ अब अनि खाएर देखाउँछौँ लामो भयो भिडियो त्यही भएर खान्छौँ अनि देखाउँछौँ त्यही हो स्प्राइट चाहिँ स्प्राइट खान्छौँ अनि देखाउँछौँ दुईटा भिडियो लामो भएको दुईटा मात्र छ हामी चाहिँ टेन्टभित्र बसिसकेको छौँ सबैजना ऊ यता दुईजना यता छन् हामी यता छौँ है हामी सुत्छौँ त्यस चाहिँ सुतिसकेछन् करणहरू यहाँ छन् अनि यहाँ गेम खेल्दै छ यिनीहरू चाहिँ अनि कतिबाट टाइम देखेर करण भाइ टाइम चाहिँ 10:38 भइसकेको छ बाहिरको माहौल हेर्न सक्नुहुन्छ कस्तो छ बाहिरको माहौल चाहिँ यस्तो छ बाहिरको माहौल गुड मर्निङ गाइस अहिले चाहिँ 4:51 गयो है अनि त्यसपछि शीत परेर सब यस्तो भइदियो कि अनि त्यो भएर यता पनि यस्तो भएर हामी चाहिँ सब निन्द्रामै छौँ अनि उठेको अब चाहिँ यहाँ चिया पकाउने भनेको चिया पाक्छ पाक्दैन भन्ने कुरो गाई जब चाहिँ हामी आगो बाल्ने कार्यक्रमतिर छौँ होइन अब 5 पनि बज्नु लाग्यो अनि त्यही भएर यता छन् केटाहरू चाहिँ केटाहरू यता छन् सन्देशी गाई र गाइस हामी चाहिँ अब यहाँ दुध पकाउन लागेको छौँ र दुध बनाएर भएपछि मकै नि बनाउँछौँ र त्यसपछि उता अशोक चाहिँ थगेलाएर सुत्नु भएको छ हाम्रो अब यहाँ छौँ यता खाने केटाहरू उजेलले पनि भइसकेको छ होइन केटा हो यस्तै हो अब के पकाउनु लाग्यो मकै पपकर्न पकाउने रे पपकर्न गाइस भाइहरूले यहाँ मकै खान लागेको छ हामी चाहिँ यतिकै खानु मन लागेन हिजो खाइयो नि त चाउँछौँ अनि यहाँ पेटले अलिकति समस्या दियो त्यही भएर चाहिँ हामी खाएनौँ अनि यिनीहरू चाहिँ खान्छन् अब हामी खाएर अनि त्यसपछि यिनीहरू मकै बनाएको मकै दुध केटीहरूले खान्छ नि त दुध अनि त्यही भएर दुध खान्छ बजारको दुध फेटेर खानु त्यही नि यो बच्चालाई खाने दुध 50 रुपियाँ हाले यो दुध ल गाइस अब हिँड्ने बेलामा देखाउँछौँ है गाइस त्यही हो यता 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 हाम्रो यता यता हालत हेर त यता देखाइदिएको यता हालत यस्तो खाले हाम्रो यताको हालत यस्तो छ अनि जुन भइसक्यो अब अनुहार पनि धुस्ते भयो लाग्छ अनि त्यही हो ल अहिले जाने बेलामा कुकुर आयो अब बिहानै बिहान कुकुरलाई दिन्छ है गाइस पप्छ ल
अब यहाँ अर्को कुकुर छ ल अर्को कुकुर नानेको जिस्काएको होइन मेरो भाइ हो नि भाइहरू हुन्छ ल टाइम चाहिँ 6:06 मिनटको अब हामी ट्रेन खोल्छौँ अनि जान्छौँ ल टाइम लाग्छ गाइज हामी चाहिँ आज 1 नाइट स्पेन्ड पनि गऱ्यौँ कस्तो लाग्छ भिडियो लाइक सेयर गर्न नभुल्नु होला अनि माया देखाइदिइराख्नु होला भन्ने आशा गरेको छ त्यही ल गाइज सबैजनाले लाइक सेयर सब्स्क्राइब गरिदिनु होला गाइज बाइ बाइ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला